धेरैको प्रश्न हुन्छ कि पासपोर्टको लागि प्री इनरोलमेन्ट फर्म भर्न जाँदाखेरि हामीले अपोइन्टमेन्ट डेट नै स्लोट नै खाली हुँदैन। यो किन हो भने तपाईहरू यसको बारेमा पहिले तपाईले राम्ररी बुझ्नुपर्छ। त्यसपछि मात्रै तपाईले प्री इनरोलमेन्ट फर्ममा तपाईले स्लोट एभाइलेबल हुन्छ र तपाईहरूले आफ्नो प्री इनरोलमेन्ट फर्म भर्न सक्नुहुन्छ। यसको कारण के हो भनेपछि तपाईले बेलुका 6 बजेबाट यो प्री इनरोलमेन्टको सर्भर साइट खुल्छ। त्यतिखेर तपाईले ट्राई गर्नुहुन्छ। त्यतिखेर ट्राई गर्नुभयो भने त्यो टाइममा धेरै मानिसले आफ्नो प्री इनरोलमेन्ट फर्मको लागि ट्राई गरिरहेको हुन्छ। त्यतिखेर तपाईहरूले स्लोट पाउनु हुँदैन। त्यसैले तपाईले कतिखेर ट्राई गर्ने त तपाई जब सर्भर सबले ट्राई गरेर शान्त भइसकेको हुन्छ त्यतिखेर तपाईले आफ्नो पासपोर्टको प्री इनरोलमेन्ट फर्मको लागि एप्लाई गर्न सक्नुहुन्छ। म तपाईहरुलाई अहिले 3:22 भइरहेछ र म तपाईहरुलाई लाइभ प्रुफ देखाइदिइरहेको छु जुन काठमाडौँमा डिपार्टमेन्ट अफ पासपोर्ट त्रिपुरेश्वरमा छ। म त्यहाँबाट त्यो ठाउँ चुज गरेर तपाईहरुलाई म लाइभ प्रुफ देखाइदिइरहेको छु कि स्लोट खाली छ। आज 29 तारिक हो र भोलि 30 तारिक हुन्छ र भोलिको लागि स्लोट खाली छ र म तपाईहरुलाई लाइभ प्रुफ देखाइदिइरहेको छु। सो सिम्पली तपाईँ आफ्नो मोबाइलको ब्राउजरमा आउनु होला र यहाँ सर्च बारमा ई पासपोर्ट नेपाल सर्च गर्नु होला र सर्च गर्नुभयो भने यस्तो इन्टरफेस खुल्छ। त्यसपछि तपाईहरुले डिपार्टमेन्ट अफ पासपोर्टमा क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने फेरि पनि यस्तो सूचना आउँछ। तपाईँ यहाँ क्रस गरेर तपाईँ यसको साइटमा जानु होला र यसलाई स्क्रोल अप गर्दै जाँदाखेरि तपाईहरुलाई ई पासपोर्टको लागि आवेदन दिनुहोस् भन्नेमा तपाईहरुले थिच्नुपर्नेछ। थिच्नुहोस् र त्यसपछि तपाईहरुले प्री इनरोलमेन्ट फर ई पासपोर्टमा हेर्नुहुन्छ र यहाँनिर तपाईहरुले फर्स्ट इस्युएन्स रिनेबल रिप्लेसमेन्ट एन्ड स्टोलेन अनि रिप्लेसमेन्ट ड्यामेज तपाईको कस्तो किसिमको हो। यदि पहिलो पटक बनाउँदै हुनुहुन्छ भने त्यो अनुसारले फर्म भर्नुपर्छ र मैले रिप्लेसमेन्टको लागि गरिरहेको छु र त्यसपछि तपाईहरुले यहाँनिर 34 पेजमा सिलेक्ट गरिसकेपछि तपाईहरुले आई एग्री स्वीकृत छमा क्लिक गर्नु होला र क्लिक गर्नुभयो भने तपाईहरु सामु यस्तो इन्टरफेस आउँछ। त्यसपछि बुक योर अपोइन्टमेन्ट भनेको छ र यहाँनिर हामीले कन्ट्री नेपाल अपोइन्टमेन्ट प्रोभिन्स हामी बागमती राख्छौँ किनभने डिपार्टमेन्ट अफ पासपोर्ट त्यहाँबाट हैन स्लोट खाली हुँदैन। म त्यहाँबाट तपाईहरुलाई देखाउन गइरहेको छु। सो अपोइन्टमेन्ट डिस्ट्रिक्ट हामी काठमाडौँ नै राख्छौँ। प्रोभिन्स बागमती अनि डिस्ट्रिक्ट काठमाडौँ र अपोइन्टमेन्ट लोकेसन हामीले डिपार्टमेन्ट अफ पासपोर्ट राख्नुपर्छ र यति राखिसकेपछि तपाईहरु यहाँनिर सक्नुहुन्छ। आज 29 तारिक हो र 30 तारिकको लागि डेट खाली छ र यहाँनिर 12 बजे छ, 12:20 मा छ र 12:40 मा र 12:40 मा तपाईको 9 वटा अहिले पनि स्लोट अपोइन्टमेन्ट डेट खाली छ। सो प्री इनरोलमेन्ट फर्म 9 वटा अझै पनि भर्न सकिन्छ र सिम्पली तपाईले यो क्याप्चा यहाँनिर फिलअप गर्नु होला। तल दिएको यो क्याप्चा फिलअप गरिसकेर यहाँ नेक्स्ट गर्नु होला र नेक्स्ट गर्नुभयो भने तपाईहरु सामु यस्तो इन्टरफेस आउँछ। पासपोर्ट रिप्लेसमेन्ट लोस्ट स्टोलेनको मैले फर्म भरिरहेको छु र यो फर्म भर्दा तपाईले 30 मिनेट टाइम पाउनुहुन्छ र 30 मिनेट भित्रमा तपाईहरुले सम्पूर्ण डिटेलहरु फिलअप गरेर तपाईहरुले आफ्नो पासपोर्टको लागि प्री इनरोलमेन्ट फर्म भर्न सक्नुहुनेछ कतिखेर खाली हुन्छ भनेर। यदि भिडियो इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद गाइस।